Good morning and good evening. So on occasion of Buddha Jayanti, I wish you a very happiest and blessed Buddha Purnima to all of us. आज बुद्ध जयन्तीको प्रथम दिनको पूजा हुँदैछ र सिधैले फ्याफुलो सबैलाई र आज हाम्रो टेक्चर चोलिङ गुम्बा बिचकमानमा पूजाको प्रथम दिन हुनु गइरहेको छ र अहिले साँझको 7 बजेको छ र उहाँभित्र गुम्बाभित्र लामालाहरूको दमङ पाठ पहिलो दिन सुरु भएको छ। उहाँहरू पढ्नु हुँदैछ र यसरी हामीले लुङताहरू फिक्स गर्नेको कोसिस गर्दैछ। सबै आसेङ आगु आनी नाना जो भाइहरू सबै मिलेर र हेर्नुहुन्छ तपाईहरु धेरै राम्रो लाग्छ यो पलहरु यसरी मिलेर गर्दा एकदमै राम्रो लाग्छ। हाम्रो यहाँ नाना हुन्छ र लुङदार वा राम्रो लाग्छ यसरी सबै। नाना कस्तो लाग्दैछ भन्नु न? दामी लाग्दैछ। भित्र लामालाहरू पढ्नु हुँदैछ। यहाँ हाम्रो सुन्दर भाइको यो फर्स्ट टाइम हो हामीसँग, किनकि भाइ खाली बाहिर अब आफ्नो काममा हुन्छ। एनीवेज मम कस्तो लाग्दैछ? All they are so excited र उहाँले आफ्नो आफ्नो मोबाइलमा क्याप्चर गर्दैछ यो पलहरु। खुसी छ, वेदर राम्रो छ नम्बर 1। हेलो यस मम फ्याफुलो गुड इभिनिङ। रोमा यु आर भेरी गुड भन्दिनु तामाङबाट। ज्याबा मुला कते ज्याबा 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 म ज्याबा मांगजी लुङता जपा कते ज्याबा मंगल मुला। इस बगानमा यसरी पूजा गर्नु आउनु पाउँदाखेरि हामी लामो गुरु गर्नलाई पनि धेरै नै एउटा हाम्रो पनि भाग्य जस्तो लाग्दैछ। हजुरहरूले यसरी पूजा गर्नाले गर्दाखेरि हामीले पनि यसरी आएर पूजा गर्नु पाउँदाखेरि एकदमै हामी पनि हजुरहरूले हामीलाई पनि भाग्य बनाएको जस्तो एकदमै गर्व लाग्दछ। हजुरहरूले निमन्त्रण 2 शब्द प्रवचन के विषय भन्छु भने नअठाएको मेलनको विषय ल। अन्त एउटा छोटो कथा म तपाईँलाई भन्छु। मानी मेलनको फाइदा है त, मानी मेलनको फाइदा। त्यो मानी भनेको चाहिँ ओम मानी चाहिँ भनेको चाहिँ एकताल भनेपछि कहिले बोलिँदैन यो शब्दले। यति ठुलो शब्द छ नि ओम भद्र गुरु प्रेमा सिद्धि ओम भन्ने अलिकति अप्ठ्यारो पर्छ तपाईँहरूलाई है। तर ओम मानी प्रेम्यौ भनेको शब्द चाहिँ एउटा सानो भर्खरै यो बोली लाग्दै गरेको नानीलाई पनि नानी ओम मानी प्रेम्यौ भन्नुहोस् त भन्ने ओम मानी प्रेम्यौ भनिहाल्छ। यस्तो छिटो यस्तो राम्रो शब्द है। अन्त यो शब्दले चाहिँ
एकदमै ठुलो फाइदा हाम्रो यहाँ बुद्ध धर्ममा जति पनि ठुलो मन्त्रहरू जति पनि अक्षर मन्त्रहरू छ त्यो मध्येमा मूल मन्त्र चाहिँ मानी नै हो भनेर भनिन्छ। ओम मानी प्रेम ओम नै हो भनेर भनिन्छ। सानो कथा भन्छु ल तपाईँहरूले कथा जस्तो। तर भुटानमा पहिला भुटान देशमा लामा ढुपकिन्डे भनेर चाहिँ कतिलाई त थाहा छ होला होइन। लामा ढुपकिन्डे भनेर एकदमै शक्तिशाली लामा हुनुहुन्थ्यो उहाँ। तर लामा ढुपकिन्डे लामै हुनुहुन्थ्यो र बाउ पनि लामै हुनुहुन्थ्यो। अन्त दाजुभाइ पनि 4-5 जना लामा हुनुहुन्थ्यो। तर घरमा एउटा बुढी आमा हुनुहुन्थ्यो है, बुढी आमा हुनुहुन्थ्यो। तर लामा ढुपकिन्डेले त उहाँले त अब निकै शक्तिशाली एकदम शक्तिशाली उहाँले त धर्म धेरै बुझिसक्नु भएको। र आमाले चाहिँ लामा ढुपकिन्डेको आमाले चाहिँ मानिमेला गर्ने टाइमै नपाएको। छोराको लुगा बाउको लुगा है, जुत्ता छोरालाई खाना है, छोरालाई खाना 3-4 जना छोरालाई खाना यस्तै थियो होला, 3-4 जना थियो होला। अन्त बाउलाई लुगा धुँदै अन्त यसो विचार गर्यो आमाले त मानिमेलम कहिले गरे। त्यहाँदेखि आमा मानिमेलम गर्नुहोस् न हो, भोलिपछि म त काम लाग्छ हो भन्दा त आमा म त अब तिमीहरूको लुगा धेरै टाइम पाउँदैन, अन्त तिमीहरूले सेवा गर्दा हुन्छ मानिमेलम त भोलिपछि गर्छु बोजू गर्छु ल। अन्त होइन भएन बोजू आमा त भोलिपछि मरेर जाँदा अप्ठ्यारो पर्छ होला भनेर लामा ढुपकिन्डेले अन्त दैलोको बिचमा मूल दैलोको बिचमा एउटा घन्टी कुन्ड्याएर जिउको यस्तो होइन टिङ गर्ने। अन्त त्यो पनि आमाको निधार नाचेर ठिकै ठोकिने जग्गामा यसरी झुन्डिया छ। अन्त आमा भित्र पस्दा यो घन्टीमा टाउको ठोकिँदा चाहिँ नबिर्सिकन ओम मानी प्रेम भन्नु है आमा भनेर नि त होइन। अन्त लुगा धुँदा पनि ओम मानी प्रेम नै भन्नु भनेर, तर आमाले भन्थेन अरे लुगा धुँदा चाहिँ। अन्त त्यो घन्टी जब त्यो बाटोमा दैलोमा ओर्दोर भयो मजाले टाउकोमा लाउँदा टिङ भन्थे चाहिँ ओम मानी प्रेम लामा ढुपकिन्डे नाम्से भन्थ्यो अरे। लामा ढुपकिन्डे नाम्से भनेको यो लामा ढुपकिन्डेको आत्मा है भनेको थियो यो रिसले हो यस्तो। तर हो त्यो गर्दा त्यहाँदेखि फेरि कताबाट त्यो सिधा पत्र कहीँ यहाँ बज्यो फेरि लामा ढुपकिन्डेको नाम्से ओम मानी प्रेम लामा ढुपकिन्डेको नाम्से गरिदियो अरे। त्यो त जबरजस्तीमा भए पनि तर भन्नु चाहिँ पऱ्यो। अन्त त्यसरी गरेछ। अन्त त्यो हुँदा एक दिन उहाँको अन्तिम मृत्यु भयो आमाको है त। आमाको मृत्यु हुँदाखेरि त्यहाँदेखि आमा चाहिँ मानी त्यो जबरजस्ती मानी गरेकोले गर्दाखेरि अन्त धर्म बेसी आएन है, धर्म आएन है, गएर चाहिँ नर्कमा जन्म लियो र प्रेतलोकमा के भन्छ नर्कमा चाहिँ ठुलो यो साङ्गो भन्छ त्यो भाँडा चाहिँ पित्तलको ताँबाको भाँडा त्यो हाम्रो एउटा देशै जत्रो भाँडा। यस्तो भाँडामा नर्कमा पर्नेहरू मानिमेलम अब गरेन पाप मान्दै गऱ्यो यस्तो गऱ्यो भने त्यो भाँडामा चाहिँ यमको दूतहरूले यम राजाहरूले त्यहाँनिर फ्राई गर्छ तातो पानीमा पनि त्यसरी नै। अन्त लामा ढुपकिन्डेको आमा पनि त्यसमा हालेछ है, नर्कमा गयो त्यसमा हाल्यो। त्यहाँदेखि अन्त एकै ठुलो कराईमा है भनौँ भने अब झन् 1 महिनामा 1 राउन्ड गर्नु सक्ने त्यत्रो ठुलो कराई होला दाबिलोले है। अन्त यसो गरेर चलाउँदै दाबिलोभित्र सबै चलाउनु पऱ्यो नि त अब त्यो सबैलाई भिजेको त्यो तातो पानीमा। अन्त यसो चलाउँदाखेरि त्यो पन्यौ चाहिँ अन्त त्यो छोटोले ठोकिँदो रहेछ अरे है। अन्त टाइमले ठोकिँदाखेरि ओम मानी प्रेम लामा ढुपकिन्डेको नाम्से भन्छ अरे त्यो भित्र हो। अन्त त्यो आमाले त्यतिखेर पनि बिर्सेका छैन, यो चाहिँ अब पहिला घन्टीको याद आएको। अन्त फेरि राउन्ड लगायो ओम मानी चाहिँ कता ठोकिँदाखेरि ओम मानी प्रेम लामा ढुपकिन्डेको नाम्से भन्छ अरे त्यो भित्र त। त्यहाँदेखि धेरैचोटि त्यस्तो भएछ। त्यहाँदेखि
ओइ यहाँ त के छ हौ यहाँ त हुँदैन त यो भित्र त मानी बन्दैछ त पढाइभित्र त भनेर उनीहरू पनि छाप्नै पऱ्यो त्यो चलाउनेहरू पनि अन्त त्यहाँदेखि छानबिन गरेर सबको रहेछ यो मानी हेरेर सबै निकालेर त्यहाँदेखि हेर्दा तिमी हो मानी तिमी हो हजुर म हो अन्त मानी गर्ने मान्छे चाहिँ किन यहाँ आएको यहाँ त मानी नगर्ने पो बस्छ त कराइमा त यहाँ त हामीले त अन्त तपाईँले मानी गरेर चाहिँ अन्त यो भित्र मानी गर्ने मान्छे त यहाँ त बस्नु पर्दैन हो त्यो त नर्कमा बस्नु पर्दैन तपाईँले चाहिँ कसरी चाहिँ मानी गरेका भन्नु मेरो छोराले यसरी भन्नु लागेको थियो तपाईँको यता ठोकिँदा चाहिँ मलाई याद आयो भने हो अन्त हो त्यस्तै त्यहाँदेखि अब के भन्नुभएछ भने अब मानी गर्ने व्यक्तिको धर्म गर्नेको यहाँ जग्गा छैन भने नर्कमा जग्गा छैन तपाईँ फेरि जानु अन्त धेरै मानी गरेर देवता लोक नभए मनुष्य लोक नभए नभए कि सिंहम लोक पाउँछ भनेर त्यहाँको जानु अब त्यो यहाँ जग्गा छैन है मानी मेलम गर्नेको जग्गा छैन भनेर फेरि मरेर पनि फेरि अब हामीले दुःखहरूले त धेरै दिनको पछाडि मात्रै लास जलाउँछ होइन हो थाहा छ नि त है साल राख्छ त त्यसरी उहाँ बित्नु भएको थियो त त्यही मान्छे जन्म आयो होइन सास आयो हो त्यहाँदेखि त्यसरी आमा अजनाको हुँदैछ मरेको मान्छे त्यसरी जीवित हुँदैछ त्यहाँदेखि रामदुःख किनेर सोध्यो आमा तपाईँ त यत्रो दिन मरेको कसरी जीवित भयो कसरी चाहिँ बाँच्यो फेरि कसरी आयो भन्दाखेरि लामो ढुक्रो किनेर ढोग्यो त्यतिखेर आमाले हो रहेछ भनेर अन्त त्यसरी मलाई तिमीले त्यति घन्टी झुन्डिया ठुलो सहयोग गरेछ हो घन्टीमा मेरो निदा त लाग्यो तर मैले एक दुईवटा मानी त भनेको थिएँ त्यो मानी मेरो चाहिँ मलाई तल नर्गमा काम लाग्यो भने नर्गमा मलाई मानी भन्दाखेरि चाहिँ मलाई फेरि मानी गर्नु भनेर जग्गा छैन अरे भनेर चाहिँ मलाई यसरी पठायो भनेर त्यस्तो कथाहरू छ अन्त त्यहाँदेखि चाहिँ आमाले त्यहाँदेखि त चेत्यो नि आमा त है आमा त चेत्यो धेरै मानी गरेछ धेरै मानी गर्नुभयो धेरै कन्टिन्यू मानीहरू त्यहाँदेखि त लुगा धुने छैन हो पुरा मानी गऱ्यो त्यहाँदेखि त्यही जन्ममै अर्को नयाँ जन्म आएन तर मरेर पनि फेरि आएको जन्ममै आमाले साङ्गे प्राप्त गर्यो भनेर भने साङ्गे पायो अरे आमाले नहुँदाखेरि सिंह पनि पाउनु पऱ्यो हो त्यस्तो हो अन्त एकदम ठुलो कुरो यो हामीले तपाईँहरूले मानिसक्नुहुन्छ नि है अन्त तपाईँहरूको यहाँ त गुम्बा छ गुम्बा धेरै पवित्र भूमि गुम्बा भएको जग्गा चाहिँ एकदमै पवित्र भूमि मानिन्छ त्यस कारणले यो जग्गामा खुट्टै टेक्नु नै तपाईँहरू यो जग्गामा जन्म लिनु नै ठुलो भाग्यता हो है अन्त जसरी भए पनि तपाईँले मानिएको समय निकालेर यसरी गुम्बा हामी मानवरत्न जीवन हो जुन मिलिरहेको जीवन यो मानवरत्न जीवन बल्ल पाएको थियो पनि है त बल्ल मान्छेको जीवन पायो यो जन्ममा हामीले बुझ्नु सकेन भने अर्को जन्ममा हामीलाई गाह्रो पर्छ है त मान्छेको जीवन पनि पाउँदैन त्यहाँदेखि बुझ्नु पनि सक्दैन अन्त यो जन्ममा चाहिँ हामीले धर्म गरेर चाहिँ हामी जान्नु पर्यो जति पनि हाम्रो धन सम्पत्ति छ प्रकृति छ अब हामी घर गृहस्थी भएको तपाईँहरू सबैजना घर गृहस्थी भएको कति बेसी नै काम कुरोमा ध्यान हुन्छ तपाईँहरू चाहिँ बेसी नै काम कुरोमा ध्यान हुन्छ है अन्त त्यस्तो भएपछि मानिमेर पनि कहिले गर्ने है मानिमेर पनि कहिले गर्ने अन्त भोलि पर्सि नआउँथाएको जन्म कहिले लिने हो यस्तो अन्त हामीले समय चाहिँ आफूले निकाल्नु पऱ्यो ल तपाईँले आफूले निकाल्नुपर्छ अन्त आफूले निकालेर मानिमेलन गऱ्यो भनेदेखि घरमा पनि सुख र शान्ति घरमा पनि हामीले सुख त चाहिन्छ तर मानि नै गर्दैन है मानिमेलमै गर्दैन कुनै भगवान्को जपै गरेन सुख त चाहिन्छ धन सम्पत्ति पनि चाहिन्छ फेरि है सुख मात्रै भएर भएन धन सम्पत्ति पनि चाहियो अन्त धन सम्पत्ति पनि त्यही मेलाउने नै दिन्छ तपाईँहरूलाई याद गर्नुहोस् यो कुरा एकदमै हो एकदम झुटो होइन कि तर यो मानिमेलन गर्नाले घरमा दुःख हटेर जान्छ
दुःख कष्ट रोग सबै हटेर जान्छ बिस्तारो 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 औषधि हो यो चाहिँ औषधि हो अन्त यो औषधि एकदमै ओम हानी दिने औषधि हो तर तपाईँले पनि धेरै 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 गऱ्यो भने लामा खोज्नु पर्दैन फेरि हो त्यस्तो शक्ति पाउँछ तपाईँको मामाले कतिजनाले धेरै जब गरेकोले त्यस्तो के भुँडीहरू दुखे के भयो खोजिदिनुहोस् न तर आफ्नोमा चाहिँ शक्ति चाहिँ एकदम जब चाहिँ धेरै भएको हुनु पऱ्यो त है अन्त त्यसरी फुकिदियो भने तपाईँहरूले अरू मन्त्र पर्दैन ओम हानी प्रेम्यम फुकिदिनुहोस् काटेको हुन्छ हो त्यस्तो त आफै आफ शक्ति पैदा भएर जान्छ हो त्यस्तो चाहिँ कोसिस गर्नु पऱ्यो अन्त आफ्नो त रोग कष्ट त भागिहाल्छ त अझै पनि अरूलाई पनि फाइदा गर्ने हो त्यस्तो हाम्रोमा पैदा हुन्छ है त आज भोलि धेरै अब हाम्रो काम कुरो र मेलनहरू हुन्छ त आज यो छोटो शब्दलाई यहीँ अन्त्य गर्दैछु। धन्यवाद।